नमस्कार, टुडे न्यूजमा स्वागत छ। म एन्जल। सुरु गरौँ बाढीमा 3 जनाको मृत्यु, 4 जना बेपत्ता र 230 घर डुबानमा परेको प्रसङ्गबाट। सोमबार रातिदेखि आएको अविरल वर्षाको कारण मध्य प्रदेशमा बाढीबाट 3 जनाको मृत्यु भएको छ भने 4 जना बेपत्ता भएका छन् र बाढीबाट 230 घर डुबानमा परेको मध्य प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका 2 का 17 वर्षीय अजय यादवको घर नजिकै रहेको बसही खोलामा बाढीले बगाउँदा मृत्यु भएको छ। खोला तर्ने क्रममा यादवलाई बाढीले बगाएपछि प्रहरीले उद्धार गरी अस्पताल पुर्याएका थिए। उपचारकै क्रममा यादवको मृत्यु भएको छ। त्यसैगरी रौतहटको गढीमाई नगरपालिका 2 समनपुराका 65 वर्षीय शहीद भारतलाई लालबकैया नदीमा आएको बाढीले बगाउँदा मृत्यु भएको छ। मंगलबार साँझ खेतबाट घर फर्किएको बेलामा नदी तर्ने क्रममा बाढीले बगाएर भाटको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी सर्लाहीको हरिपूर्व नगरपालिका 7 बसन्तपुरका 60 वर्षीय भोला चौधरीले बाँके खोलाले बगाउँदा मृत्यु भएको छ। चौधरीको मंगलबार नै बाढीले बगाएर पनि बुधबार प्रहरीले शव बरामद गरेको मध्य प्रदेशका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए। त्यसैगरी विभिन्न खोलामा आएको बाढीले बगाएर 4 जना बेपत्ता भएको छ। महतरीको लहरपट्टी नगरपालिका 5 का 38 वर्षीय जाबिर अनिसारीलाई रातो नदीमा आएको बाढीले बगाउँदा बेपत्ता भएको छ। त्यसैगरी पर्साको शीर्षीय नदीमा आएको बाढीमा बगेर भारत बिहार मोतिहारी जिल्लाका 32 वर्षीय किशोर राउत कुर्मी बेपत्ता भएका छन्। कमला नदीमा आएको बाढीको बेला दाउरा निकाल्ने क्रममा धनुषाका एक दम्पति बेपत्ता भएका छन्। मंगलबार दिउँसो गणेशमान चारनाथ नगरपालिका 7 पोर्ताहाका 35 वर्षीय सान परियार र उनका श्रीमती माया परियारलाई कमला नदीमा आएको बाढीले बगाएर लगेको छ। बेपत्ता भएका दुवै जनाको नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले खोज तलास भइरहेको धनुषाको प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। त्यसैगरी अविरल वर्षाका कारण पर्सामा 17, रौतहटको लालबकैया नदी वरिपरि क्षेत्रका 158 र महतरीको लहरपट्टी नगरपालिका स्थित रातो नदी वरिपरि 60 घर डुबानमा परेको प्रवक्ता श्रेष्ठले बताए। प्रहरी बाढीमा परेका 83 जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको उनले बताए। नेपालमा डेंगी संक्रमितको संख्या 10,000 नाएको छ। इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा यस वर्ष अहिलेसम्म 10,726 जनालाई डेंगी संक्रमण भएको छ। संक्रमण 74 जिल्लामा फैलिएको छ। अहिलेसम्म 7 जनाले ज्यान गुमाएका तथ्याङ्क छ। महाशाखाका निर्देशक डाक्टर रुद्र प्रसाद मरासिनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेंगी संक्रमण बढिरहेको बताउनुभयो। उहाँले यसै गरी डेंगी संक्रमण बढ्दै जाने हो भने भदौ र असोजमा निकै उच्च हुने बताउनुभयो। सन् 2022 मा नेपालमा 54,784 जनामा संक्रमण हुँदा 88 जनाको ज्यान गएको थियो। यसपालि संक्रमण देखिएको मध्ये सबैभन्दा धेरै सुनसरीमा भेटिएका छन्। महाशाखाका अनुसार सुनसरीमा 6,041 जनामा डेंगी संक्रमण भएको छ। पानी जम्ने सफा ठाउँमा इजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फूल पार्ने र ती फूलबाट लार्वा निस्किन्छ। त्यही लार्वा भएर टोकिएपछि डेंगी लाग्छ। कोशी प्रदेशमा 8,109 जना, बागमती प्रदेशमा 1,453 जना, गण्डकी प्रदेशमा 471 जना, सुदूरपश्चिम प्रदेशमा 393 जना, लुम्बिनी प्रदेशमा 215 जना, मध्य प्रदेशमा 57 र कर्णाली प्रदेशमा 28 जनामा संक्रमण देखिएको छ। सुनसरी पछि मोरङमा 1,344, धादिङमा 1,027 जना, कास्कीमा 225 जना, धनकुटामा 223, दार्चुलामा 192 जना, झापामा 182, काठमाडौँमा 151, शङ्खसभामा 148 जना र तनहुमा 79 जना बिरामी भेटिएका छन्। नेपालमा पहिलो पटक सन् 2004 मा 1 जनामा डेंगी देखिएको थियो। स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ। लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न घर वरिपरि गमला, टायर वा कुनै पनि खुल्ला भाडामा पानी जम्न नदिन पनि मन्त्रालयको आग्रह छ। नेपाल उद्योग वाणिज्य महासंघ मध्य प्रदेशको जनकपुर धाममा कार्यालय उद्घाटन भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जनकपुर धाममा बुधबार महासंघको कार्यालय उद्घाटन गरेका छन्। कार्यालय उद्घाटन कार्यक्रममा ढकालले मध्य प्रदेशमा कृषि उद्योगको सम्भावना रहेको बताउँदै उनले राज्यले कृषि क्षेत्रमा लगानी गरेको खण्डमा कृषि उत्पादनमा वृद्धि हुने बताए। ब्याङ्कको चर्की ब्याज विरुद्ध व्यापारी उद्योगहरू एकजुट भई त्यसको विरोध गरेको र नेपाल राष्ट्रिय ब्याङ्कले ब्याज दर घटाउन सहमत भएको उनको भनाइ थियो। प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको तर्फबाट हामीले
बिजनेस वार्तामा सहभागी भई व्यापार सहजीकरणमा जोड दिएको उनले बताए। हवाई टिकटमा लगाएको कर घटाउन महासंघले धेरै मेहनत गरेको उनले बताए। नेपाल उद्योग वाणिज्य महासंघ मध्य प्रदेशका अध्यक्ष अशोक टेमानीले राज्यले उद्योग व्यापारीलाई राम्रो सहयोग गरेको खण्डमा देशको जीडीपी उकास्न टेवा पुग्ने बताए। रौतहटको गौर हत्याकाण्डको यथार्थ जानकारी गराउने उद्देश्यले गठन गरिएको सर्वदलीय सर्वपक्षीय सङ्घ समिति रौतहटका सदस्यहरू समेत सञ्चारकर्मीमाथि रौतहट जिल्ला अदालत गौरमा मुद्दा दायर भएको छ। आम जनता पार्टीका केन्द्रीय अध्यक्ष एवं रौतहट निर्वाचन क्षेत्र नम्बर 3 का प्रतिनिधि सभा सदस्य प्रभु शाहले मोर्चाको सदस्य सहित 9 जनामाथि साउन 19 गतेमा गाली बेइज्जती मुद्दा दर्ता गराएका छन्। अध्यक्ष शाहले आफ्नो हकमा वारेस ठगत दास मार्फत मुद्दा दर्ता गराएका छन्। गौर हत्याकाण्ड योजनाकार प्रभु शाह रहेको भन्दै भएको विभिन्न हत्याकाण्डको छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने माग राख्दै गठन भएका 6 दलीय मोर्चाले साउन 9 गते गरेको र्यालीको समापन कार्यक्रममा सम्बोधन गरेका नेता तथा समाचार प्रसारण गरेका मिडिया समाचार वाचक संवाददाता समेत माथि मुद्दा दर्ता गराइएको छ। पूर्व प्रदेश सभा सदस्य रामकिशोर प्रसाद यादव, नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रदेश सांसद जितेन्द्र यादव, पूर्व राज्य मन्त्री योगेन्द्र यादव, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष श्याम बिहारी यादव, रामेश्वर प्रसाद यादव, नेकपा एकीकृत समाजवादीका प्रिस किशोर यादव, एक निजी टेलिभिजनका प्रस्तोता साजन यादव र संवाददाता नेवालाल यादवलाई विपक्षी बनाइएको छ। फिराद पत्रमा विपक्षीहरूले बिना आधार प्रमाण आरोप लगाई चरित्र हत्या गर्नुको साथै मान मर्यादामाथि प्रहार गरेकोले हदैसम्म कानुनी कारबाही गरी मुलुकी अपराध संहिता 2074 को दफा 3071(2) क बमोजिमको सजाय गरी क्षतिपूर्ति समेत दिलाइ पाउन दावी गरेका छन्। मध्य प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि 8 जिल्लामा 10-10 लाख पठाउने भएको छ। प्रदेशका गृह सञ्चार तथा कानुनी मन्त्री मोहम्मद समीमको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो। मन्त्री समीमले राहत तथा उद्धार सामग्री खरिद गर्न 8वटै जिल्ला प्रशासन कार्यालयलाई तत्काल राहत रकम पठाउने निर्णय गरेको जानकारी दिए। उनले भने प्रदेशका 8 जिल्लामा बाढी तथा डुबानको समस्या छ, त्यसलाई मध्यनजर गरी तत्कालै प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको विपद व्यवस्थापन समितिले तत्कालका लागि राहत रकम दिने निर्णय भएको छ। राहत तथा उद्धार कार्यालय प्रभावकारी बनाउन सबै सुरक्षा निकाय र सरकारवालासँग समन्वय गर्ने विषयमा पनि छलफल भएको छ। केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण मधेसमा जनजीवन प्रभावित भएको छ। पाकिस्तानका राष्ट्रपति आरिफ अलवीले प्रधानमन्त्री शहबाज शरीफको सल्लाहमा गए राति संसदको तल्लो सदन राष्ट्रिय सभा विघटन गरेका छन्। संसद भङ्ग भएसँगै मुलुकमा आम निर्वाचन गर्ने बाटो खुलेको छ। पीटीआई रिपोर्टका अनुसार तल्लो सदन विघटनका लागि जारी गरिएको अधिसूचनामा संविधानको धारा 58 अन्तर्गत तल्लो सदन विघटन गरिएको हो। प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रपतिलाई पत्र लेखेर राष्ट्रिय सभा भङ्ग गर्न सिफारिस गरेका थिए। संसदको तल्लो सदनको कार्यकाल सकिन 3 दिन अघि प्रधानमन्त्री शहबाजले राष्ट्रपति अलवीलाई विघटनको सल्लाह पठाएका हुन्। राष्ट्रिय सभा विघटनसँगै प्रधानमन्त्रीको मन्त्री परिषद पनि विघटन भएको छ। तर कार्यवाहक प्रधानमन्त्री नियुक्त नभएसम्म प्रधानमन्त्री शहबाज शरीफ पदमा रहनेछन्। नेशनल एसेम्बली समय पूर्व विघटन भएमा पाकिस्तानको निर्वाचन आयोगले 90 दिनभित्र निर्वाचन गराउनेछ। राष्ट्रिय सभाको संवैधानिक कार्यकाल पूरा भएको भए 60 दिनभित्र निर्वाचन हुने थियो। हस्त टुडे न्यूजमा अहिलेको लागि यति नै। फेरि अर्को समाचार लिएर पुनः उपस्थित हुनेछौँ। हेर्दै गर्नुहोस् टिभी टुडे जनकपुर। नमस्कार।